यो विज्ञानले पनि व्याख्या गर्न नसक्ने अनौठो घटना हो भनिन्छ। के यो सानो त्रिभुज पनि यो पजलमा अटाउन सकिएला? सुरुमा पजल पुरै भरिएको र कुनै खाली ठाउँ नभएको जस्तो देखिन्छ। यो असम्भव काम जस्तै लाग्छ, होइन त? तर नआत्तिनुहोस्, पहिले सबै टुक्राहरू बाहिर निकाल्नुहोस्। यसरी जानाजानी ठाउँ खाली गरेपछि फेरि मिलाउन सुरु गरौँ। अनि एउटै आकारका दुईवटा त्रिभुजलाई माथिल्लो भागमा राख्नुहोस्। बायाँतर्फ समलम्ब टुक्रा राख्नुहोस्। अनि तलका दायाँ बायाँ कुनामा त्रिभुजहरू मिलाएर राख्नुहोस्। यी ठ्याक्कै आफ्नो ठाउँमा मिल्छन्। तर यदि तपाईले हतार गरेर किनारबाट मिलाउनु भयो भने ठूलो त्रिभुज कुनै हालतमा छिर्दैन। तर समलम्ब टुक्राको स्थान मात्र परिवर्तन गर्दा ठूलो त्रिभुज सजिलैसँग भित्र अटाउँछ। तैपनि त्यो सानो त्रिभुज राख्ने ठाउँ भने बाँकी रहँदैन। वास्तवमा यसमा प्राचीन चिनिया गणितको सिद्धान्त लुकेको छ। यसलाई भित्र बाहिर शोध भर्ना सिद्धान्त भनिन्छ। सबै टुक्राहरू प्रयोग गर्दा तिनीहरूलाई एक आपसमा ठ्याक्कै टाँसेर राखिन्छ। जहाँ खाली ठाउँ जति कम भयो त्यति नै राम्रो मानिन्छ। यो सिद्धान्त 3 राज्यको कालमा बेई राज्यका गणितज्ञ लियु हुईले प्रतिपादन गरेका थिए। यो सिद्धान्त आज पनि प्राथमिक गणितको जग मानिने समतल ज्यामितिको क्षेत्रफल नाप्न धेरै प्रयोग हुन्छ। त्यसैले बच्चाहरूले यस्ता पजलहरू धेरै खेल्दा उनीहरूको गणितीय क्षमता अभिवृद्धि हुन्छ। सिद्धान्त अनुसार टुक्राहरूलाई पुनः मिलाएर राख्दा खाली भएको ठाउँमा त्यो सानो त्रिभुज ठ्याक्कै अटाउँछ। अझै धेरै रमाइला पजलहरू हेर्न यहाँ थिच्नुहोस्।